मेरो दुईटा पुन्टुहरू सुताएर हामी चाहिँ लाग्यौँ 4-5 घन्टाको यात्रामा। सो हाई एभ्रिवान, आज चाहिँ हामी दुईटा पुन्टुहरू सुताएर बुढाबुढी लाग्यौँ। म चाहिँ यसो ऐना पनि हेरेर नक्कल झक्कल नि पार्नु पर्यो नि त होइन। बुढाबुढी मिलेर छोरीलाई बाई गरेर खानासाना खाएर लाग्यौँ साथीहरू। हामी चाहिँ अब कहाँ जाँदैछौँ चाहिँ यो बाटो हेरेर गेस गर्नु होला। त्यहाँ चाहिँ हामीले लिग्यौँ फलफुल। अनि त्यसपछि हामी लक्कर लक्कर टुई 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 बुढाबुढी। यो कहाँ हो भन्दैछु म चाहिँ, कहाँ हो बाटो चाहिँ गेस गर्नु होला। मलाई सबै बाटो चाहिँ भन्न आउँदैन, आए पनि मलाई भोइस ओभर गर्ने बेला म सबै बिर्सिनिहाल्छु साथीहरू। अनि डाँडा काँडा हेर्दै हेर्दै लुकुर लुकुर गफ गर्दै चिसो हावा खाँदै लाग्यौँ हामी बुढाबुढीलाई हेर्दै। अब हामी हाम्रो गन्तव्य लिएर आइ नै पुगेको छौँ साथीहरू। हामी आइपुग्नै आँटे। फाइनली हामी चाहिँ हाम्रो गन्तव्यमा पुगिसक्यौँ साथीहरू। पुग्दाखेरि चाहिँ यत्रो तालचा लागेको रहेछ, भन्नुहोस् हामी कहाँ गयौँ। अनि त्यसपछि मेरो बुढाजी बोलाउन थाल्नुभयो है। यति बोलाउँदा नि आमा नबोलेपछि आमा खोज्न जानुभयो बुढा। म चाहिँ एकछिन कस्तो काम लाग्यो भने शीतलमा बसेँ। यहाँ चाहिँ आन्टीहरूले सबै के पराल सुकाउनु भयो रहेछ। अनि म हेर्दै कुरिरहेँ साथीहरू है। फाइनली आमालाई खोजेर मेरो बुढा चाहिँ त्यहाँ लुकुर 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 आउन थाल्नुभयो। समातेर लिएर आउनुभयो। बुढीमा लहर 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 कता गएको। त्यसपछि हामी मासतिर चाबी खोलेर लाग्यौँ साथीहरू। अनि त्यसपछि मैले चाहिँ चिसो खाँदै बुढीमाउलाई, नाति हजुरआमाको गफ फेरि यति मिठो छ कि कुरा नगर्नु, यो म ओरिजिनल भोइस अर्कोमा राख्छु। अनि फेरि छोराहरू हेर्ने भनेर फेरि फोन लगाइदिउँ है। अनि त्यसपछि कुरा त फेरि सुरु। अनि त्यसपछि फेरि यहाँ आमाको देख्यो रे बुढीमाउ, कस्तो देख्यो चस्माले? अहिले त देख्दो त हो नि, उज्यालो देख्यो। अहिले उज्यालो देख्दो रहेछ। केही चस्मा लाउने त खोइ देखिँदो त, उज्यालो देखिँदो रहेछ। ए ल, टट्कालै उज्यालो देख्यो। देखिँदो रहेछ यहाँले। ए ल, यहाँ बोला छन् चस्मा देखि ओज्यारो छ क्या, ओज्यारो किन ल उज्यालो देख्यो रे है। यति भइसकेपछि साथीहरू हामी सबजना एकछिन बसेर फेरि मन चाहिँ लाग्यौँ साथीहरू। पानी परेको भन्नुहुन्छ भने यत्रो ठुलो। अनि मेरो बुढाले चाहिँ हेर हाम्रो गाउँमा माछा पालन छ भनेर देखाउनु भयो है, त्यहाँनिर रोकी रोकी। ल त भनेर मैले पनि हेरिदिएँ, फेरि कहिले माछा पाले नदेखा जस्तो। अनि फेरि मलाई चाहिँ यो हरियालीहरू चाहिँ एकदम धेरै मनपर्छ कि, धानहरू कस्तो राम्रो हरियो भएको। अनि मलाई चाहिँ जहाँ गए पनि क्यामेरा तेर्साइहाल्नुपर्छ कि साथीहरू, पानी नै नराम्रो कि मेरो। अनि त्यसपछि म चाहिँ आफ्नै तालमा भिडियो फोटा लिँदै हिँडेँ साथीहरू है। उताबाट पानीले चुटेर दौडिएर भागेको, यहाँ आएपछि चाहिँ फेरि दुईपट्टिको पानीले नै चुट्यो है, बिचमा पऱ्यो मन चाहिँ। अनि त्यसपछि के साथीहरू, यो बाटो चाहिँ म धेरै त हिँडेको छैन, भर्खर हिँडे पनि यो बाटो चाहिँ मलाई कति धेरै मनपर्छ साथीहरू। त्यस्तो भिडभाड नि नहुने है। अनि कति आनन्द आउँछ कि यो बाटो हिँड्नलाई। सो साथीहरू आजको लागि यति नै, ओके बाइ बाइ।